का भावना साहित्य र संगीत दिने नेपाली मन नेपालीपन सहर बजारमा गुन्जिरहने लौ है आयो अनलाइन रेडियो ढुकढुकीमा छाइदिने एक मात्र प्रवासी नेपालीको एउटै आवाज 24 घण्टा गुन्जिरहने यो हो 24 आवर्स अनलाइन रेडियो रेडियो प्रवासी। श्रोताहरूले तपाईँ सुनिरहनु भएको छ रेडियो प्रवासी.युएस। रेडियो प्रवासी.युएस को यो विशेष बसाइमा आज हामी अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा छौँ। यो कुरा अवगत गराउन चाहन्छौँ आज रेडियो प्रवासी.युएस को प्रथम वार्षिक उत्सव। यसरी नै प्रथम वार्षिक उत्सवको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रम सञ्चालक म बलाराम काफ्ले त मेरो आवाजलाई तपाईँको कानसम्म पुर्याउनका लागि अमेरिकाको भर्जिनिया स्टेटबाट राम उप्रेतीको सहयोग गरिरहनु भएको छ। आज सदा म अर्का स्रष्टाहरू लिने क्रममा हामी अघि बढिरहेका छौँ। अहिले हामी कार्यक्रमको मध्यान्हमा आइसकेका छौँ। यसरी नै अर्का स्रष्टालाई लिने क्रममा हामी अघि बढ्दैछौँ। आदरणीय श्रोता, आजको यो विशेष समारोहमा छौँ। आज हामी रेडियो प्रवासी.युएस को यो बसाइमा आज हामी कार्यक्रम प्रवासी आवाज मार्फत अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रम तपाईँहरूको माझ पस्किरहेका छौँ। तपाईँले सुनिरहनु भएको छ रेडियो प्रवासी.युएस र तपाईँले सुनिरहनु भएको आवाज बलराम काफ्लेको। यसरी नै मेरो आवाजलाई तपाईँको कानसम्म पुर्याउन सहयोग पुर्याइरहनु भएको छ संयुक्त राज्य अमेरिकाको भर्जिनिया स्टेटबाट साथी राम उप्रेती। यसरी नै क्यानाडामा कार्यक्रम उत्पादन गर्न सहयोग पुर्याइरहनु भएको छ दाजु गोपी काफ्लेले। यसरी नै साहित्यिक स्रष्टाहरू सम्पर्कमा लिने क्रममा हामी अघि बढिरहेका छौँ। यतिखेर मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो सर, तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्कार, म हरपराज गुरुङ हालको बसाई युएसए पेन्सिल्भेनिया स्टेटको पिट्सबर्ग सिटीबाट बोलिरहेको छु। तपाईँहरू अहिले जो तपाईँ रेडियो प्रवासी.युएस सुनिरहनु भएको छ भने म हरपराज गुरुङको तर्फबाट र अनि आउँदो वर्ष 2014 को शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँको घर परिवार र इष्टमित्र जनबन्धुहरूमा शुभ सन्देश भन्दै आफ्नो गजललाई तपाईँहरू मार्फत तपाईँहरूको समक्ष ल्याउने जमर्को गरेको छु र मेरो गजल यस पछाडि सरसर अगाडि बढाउन चाहन्छु। पहाड की रानी कञ्चनजङ्घाको काखैमा दार्जिलिङ सहर, पहाड की रानी कञ्चनजङ्घाको काखैमा दार्जिलिङ सहर, गोर्खाल्यान्ड बनाउने नेपाली वीर गोर्खालीहरूको रहर, गोर्खाल्यान्ड बनाउने नेपाली वीर गोर्खालीहरूको रहर। झुक्दैन जनता बन्नेछ सपुत, झुक्दैन जनता बन्नेछ सपुत, भन्दैन अब बाटाहरू छेप्ने टगर। सुन्दर पाखा टिस्टा र टङ्गडा, सुन्दर पाखा टिस्टा र टङ्गडा, निशानीको टिस्टा र रङ्गीतका मगर। वर्षौं अघि बितेका जनआन्दोलन, वर्षौं अघि बितेका जनआन्दोलन, रगतको खुल्ला लगेका सफर। हजारौं शहीद र पुछिएका सिन्धु, हजारौं शहीद र पुछिएका सिन्धु फर्काइ ल्याए शान्तिका खबर। फैलिएछ आज फेरि बैरीको जमात, फैलिएछ आज फेरि बैरीको जमात, छाड्दैन कोही पिलाउँछ जहाज। इतिहास कोर्नु छ भने, इतिहास कोर्नु छ भने, जाग चम्क लम्क नौजवान, तोर बैरीका घर पहाड। इतिहास कोर्नु छ भने, जाग चम्क लम्क नौजवान, तोर बैरीका घर पहाड। पहाड की रानी कञ्चनजङ्घाको काखैमा दार्जिलिङ सहर, गोर्खाल्यान्ड बनाउने नेपाली वीर गोर्खालीहरूको रहर। धन्यवाद। धन्यवाद तपाईँलाई। आदरणीय श्रोता, अहिले मेरो सम्पर्कमा हुनुहुन्थ्यो अत्यन्तै प्रतिभाशाली युवा साहित्यकार हर्कराज गुरुङ। उहाँको अत्यन्तै सुन्दर गजल पश्चात हामी अर्का स्रष्टालाई
लाइनमा लिने क्रममा अघि बढिरहेका छौँ। तपाईलाई एउटा कुरा अवगत गराउन चाहन्छु, अहिलेको विशेष बसाइ भनेको अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रम नेपाली कला साहित्य र संस्कृतिलाई विश्वमा कायम राख्न र बचाइराख्न रेडियो प्रवासी.us ले चालेको एकमात्र पाइला हो र हजुरहरूलाई म विभिन्न देशबाट स्रष्टाहरूलाई लिने सम्पर्कमा लिने जमर्को गरिरहेका छौँ। उहाँको सम्पर्कमा आउने बित्तिकै हजुरहरूको समक्षमा उहाँको रचना लिएर आउने वाचका साथ अहिले अर्को स्रष्टासँगको सम्पर्क तपाईँहरूको माझमा गरिरहेका छौँ। स्रष्टाहरू लिने क्रममा हामी अघि बढिरहेका छौँ। यसरी नै स्रष्टाहरू लिने क्रममा मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएछ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते, म गगन गौतम, अहिले डेनभर कोलोराडो युनाइटेड स्टेट्समा छु। आज एउटा कविता सुनाउन मन लागेको छ र कविता विशेष समसामयिक विषयमा लेखेको छु। मैले अहिलेको हाम्रो भुटनिसहरूको जल्दो बल्दो परिस्थिति आत्महत्या गर्ने क्रमलाई लिएर चाहिँ त्यो क्रम घटोस् भनेर मैले एउटा कविता लेखेको छु। मेरो कविताको शीर्षक चाहिँ तिमीले आत्महत्या गरे पश्चात भनेर छ र यो कविता यसरी अगाडि बढ्छ। तिमीले आत्महत्या गरे पश्चात तिम्री आमा मेरो सामु डाकको छोडेर रोइन्, आफ्नो मुटुको टुक्रा गुमाएको पीडा सहन नसकेर। तिमीले आत्महत्या गरे पश्चात तिम्री आमा मेरो सामु डाकको छोडेर रोइन्, आफ्नो मुटुको टुक्रा गुमाएको पीडा सहन नसकेर। समस्या समाधानको उपाय केही नमेटेर तिमीले आफैलाई झुन्डाएर आफ्नो हत्या गरे पश्चात आँखाबाट बागमती घुराउँदै खोइ मेरो छोरो भन्दै तिम्री आमा पागल सरी आफ्नो सन्तान खोज्दै थिइन् मेरै सामु। तिमीले एक्लो आफूलाई गुमायौ तर तिम्री आमाले आफ्नो संसार गुमाइन्। त्यही संसार गुमाउनुको पीडा सुन आफ्नो पेटको 9 महिनाको पीडा दाजेर त्यही पीडाभित्र आफ्नो सन्तानको भविष्य खोज्दै तिम्री आमा तिमीले कायरतापूर्वक आफ्नो प्राण त्याग गरे पश्चात। तिमीले एक्लो आफूलाई गुमायौ तर तिम्री आमाले आफ्नो संसार गुमाइन्। त्यही संसार गुमाउनुको पीडासँग आफ्नो पेटको 9 महिनाको पीडा दाजेर त्यही पीडाभित्र आफ्नो सन्तानको भविष्य खोज्दै थिइन् तिम्री आमा तिमीले कायरतापूर्वक आफ्नो प्राण त्याग गरे पश्चात। भाइटिकाको रात सम्झेर तिमीलाई दिएको उपहार हातमा लिएर अर्को भाइटिकाको भविष्य नदेखेर सम्झी हुँदै थिइन् तिम्री बहिनी मेरै सामु तिमीले आत्महत्या गरे पश्चात। कामबाट थाकेर फर्किएका तिम्रा बाबा छोरोको आत्महत्याको खबरले मेरै सामु बेहोस भए तिम्रा बाबा तिमीले आत्महत्या गरे पश्चात। आखिर तिम्रो समस्याको समाधान आत्महत्या नै थियो त? अरू समाधानको उपाय नभेटेको देखेर तिम्रो साथीहरू आफ्नो मित्र गुमाएको पीडामा तडपी रुँदै थिए मेरै सामु तिमीले आत्महत्या गरे पश्चात। धन्यवाद। आदन श्रोता, अहिले मेरो सम्पर्कमा हुनुहुन्थ्यो जगन गौतम। यसरी नै स्रष्टाहरू सम्पर्क लिने क्रम हाम्रो जारी नै छ। आदन श्रोता, रेडियो प्रवासीको यो विशेष बसाइमा आज हामी अन्तर्राष्ट्रिय स्तरमा छरिएर रहेका प्रवासी नेपालीहरूको आवाजलाई तपाईहरू माझ ल्याउने जमर्को गरेर कार्यक्रमको उत्पादन गरेका छौँ। आज हामी यो विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा छौँ र कार्यक्रम प्रस्तुता म बलाराम काप्ले। यसरी नै प्राविधिक रूपमा सहयोग पुर्याइरहनु भएको छ अमेरिकाको भर्जिनियाबाट रामु प्रेती र स्रष्टाहरू लिने क्रममा हामी अघि बढिरहेका छौँ। यसरी नै क्यानाडामा स्रष्टाहरू लिने क्रममा र उहाँहरूको सम्पर्क गर्ने क्रममा साथीहरूले सहयोग पुर्याइरहनु भएको छ र यसरी नै अर्को स्रष्टा मेरो सम्पर्कमा आइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर, तपाईँलाई कार्यक्रममा स्वागत छ सर। धन्यवाद बलरामजीलाई। रेडियो प्रवासीको जति पनि चलाउनुहुने मित्रहरू हुनुहुन्छ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र सफलताको कामना पनि गर्न चाहन्छु र हजुरहरूको वार्षिक उत्सवको अवसरमा सुरु गर्नुभएको यो अन्तर्राष्ट्रिय रचना वाचन कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र मेरो परिचय दिनुपर्दा चाहिँ मेरो नाम बालकृष्ण आचार्य हो। म अमेरिकाको फिनिक्स सिटीमा बस्छु र आज म तपाईँहरूको समक्षमा एउटा कविता लिएर उपस्थित
भएको छु र मेरो कविता यसरी सुरु हुन्छ। हरेक दिन सम्झनामा सपनामा या कल्पनामा, हरेक दिन सम्झनामा सपनामा या कल्पनामा आइरहन्छ यादहरू कतिका दिनहरूका, बाटा घाटा रोडका हरू बर्रो सिसौका बोटका आइरहन्छ यादहरू हरदम हरपल हरेक पल। अरूको फेदमा पटेनाका बोटले गिरेका पिछी बिचमा कोलाका ठुल्ठुला थामहरूको शीतलता, दुईटा बाँसले बनेका चित्राको विजयमा टपक्क टपक्ने दिन अहो कस्तो मधुर सम्झना त्यो सुन्दर आकृतिको। ओ सही छौ तिमी, ओ सही छौ तिमी, देखिन्थ्यो वल्लो छेउदेखि परसम्म तै पनि हेर त्यो मुहारमा माया त्यसप्रतिको, हेर ती दुई आँखामा विश्वास सुरक्षाको। अहो कस्तो अटुट सम्बन्ध त्यो सुन्दर आकृतिको। बिर्स्यौ होला तिमीले त, बिर्स्यौ होला तिमीले त वर्षे बेलमा आँगनमा खियाएका नाउहरू, टन्टनापुर घाममा उफारेका ती ढुङ्गाहरू, अनि साँझ पख फालेका ती चारपट्टे ढक्कीहरू। अहो कस्तो मिठो स्मृति त्यो सुन्दर आकृतिको। यादहरू आइरहन्छ हरदम हरपल हरेक पल त्यही सुन्दर आकृतिको। धन्यवाद। धन्यवाद। अहिले मेरो सम्पर्कमा हुनुहुन्थ्यो अत्यन्तै प्रतिभाशाली युवा साहित्यकार बालकृष्ण आचार्य। मलाई विशेष धन्यवाद दिन चाहन्छु। र श्रोता, अहिले हामी अर्को स्रष्टासँग सम्पर्क लिने क्रममा अघि बढिरहेका छौँ र उहाँहरू सम्पर्कमा आउनुहुन्छ भन्ने हामीले आश गरेका छौँ र उहाँहरू सम्पर्कमा आउने बित्तिकै हजुरहरूको समक्षमा लिएर आउने तपाईँको समस्या वाचा गर्न चाहन्छु। आदरणीय श्रोता, फेरि पनि मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। यसरी स्रष्टा लिने काममा हामी अघि बढिरहने तपाईँ समक्षमा प्रतिज्ञा गर्न चाहन्छु। अहिलेका स्रष्टालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हस् त, नमस्कार। मेरो नाम लक्ष्मी सुवेदी। तपाईँहरूले यो वर्ष दिनको जन्मोत्सव एउटा प्रवासी रेडियो.US मा जुन आयोजना गर्नुभयो, एउटा साहित्यिक सृजनाको सबैमा पुर्याउने एउटा योजना गर्नुभयो, त्यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। आज पनि तपाईँलाई विशेष गरी यो वार्षिक उत्सवमा जुन एउटा अमूल्य समय दिनुभयो, यसको लागि रेडियो प्रवासी.US लाई आदरणीय श्रोता, अहिले हामी रेडियो प्रवासी.US को एक विशेष बसाइमा छौँ। यो बसाइमा आज हामी अन्तर्राष्ट्रिय स्तरमा छरिएका प्रवासी नेपालीहरूको आवाज सुनाउने क्रममा छौँ। नेपाली कला, साहित्य र संस्कृतिलाई बचाइराख्न र विश्वमा कायम राखिराख्नका लागि आज हामीले अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रम लिएर हजुरहरूको माझ उपस्थित भइसकेका छौँ। आजको यो विशेष बसाइ रेडियो प्रवासी.US को प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा हजुरहरूको समक्षमा म दक्षिण क्यानाडाको ओन्टारियो प्रान्तको इन्सर सहरबाट कार्यक्रम सञ्चालन गरिरहेको छु भने विभिन्न क्षेत्र र विभिन्न ठाउँबाट स्रष्टा हेर्ने क्रममा हामी अघि बढिरहेका छौँ। यति बेला मेरो सम्पर्कमा अर्का एकजना स्रष्टा आइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो, तपाईँलाई कार्यक्रममा स्वागत छ सर। हेलो, धन्यवाद। मेरो नाम फुर्वा तामाङ। हाल युएसएको म्यासाचुसेट्स स्टेटमा बस्छु र म आज एउटा गजल सुनाउन गइरहेको छु। तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै, तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै, भेदभाव समाजदेखि विभाजित छन् सबै, तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै। ठुलो र सानो भन्ने प्रवृत्तिलाई मलजल गर्दा, ठुलो र सानो भन्ने प्रवृत्तिलाई मलजल गर्दा प्रत्येक मानिसको विचार संकोचित छन् सबै, तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै। परिवर्तनको संवाद बनेर केही गर्छु भन्नेहरू पनि, परिवर्तनको संवाद बनेर केही गर्छु भन्नेहरू पनि प्रतिगामी रोगग्रस्तहरूका पासाबाट पराजित छन् सबै, तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै। बुद्ध सगरमाथा अनि गोर्खालीको देश भनेर चिन्छन् सबैले, बुद्ध सगरमाथा अनि गोर्खालीको देश भनेर चिन्छन् सबैले,
व्यर्थै छन् गौरव गर्न किनकि भ्रष्टाचारले आलोचित छन् सबै तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै भेदभाव समाजदेखि विभाजित छन् सबै तिम्रा घिनलाग्दा व्यवहारदेखि आजित छन् सबै। यो गजल सकिएको छ भने म अर्को रुवाई सुनाउन चाहन्छु। बागमतीको पानी हुन्छ जोको अब भित्र हुन्छ अरूले छोको यस्तै आडम्बर छ भने तिमीमा देखाइदेऊ सधैँ रहेर भएको। मनका भावना साहित्य र सङ्गीत दिने नेपाली मन नेपालीपन सहर बजारमा गुन्जिरहने लौ है आयो अनलाइन रेडियो ढुकढुकीमा छाइदिने एक मात्र प्रवासी नेपालीको एउटै आवाज 24 घण्टा गुन्जिरहने आजन सदा रेडियो प्रवासी.युएस को एक विशेष कार्यक्रममा आज हामी हजुरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा छरिएर रहेका प्रवासी नेपालीहरूको आवाजलाई सुनाउने क्रममा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रम समारोहमा छौं। विशेष गरी नेपाली भाषा, कला र साहित्यलाई बचाउनका लागि आयोजित कार्यक्रम अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा स्रष्टाहरू लिने क्रममा हामी अघि बढिरहेका छौं। यसरी नै स्रष्टा लिने क्रममा मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो, हजुरलाई कार्यक्रममा स्वागत छ सर। धन्यवाद। नमस्कार, म रवि खनाल संयुक्त राज्य अमेरिकाको मिशिगन सहर स्थित टेन्डुट सिटीबाट तपाईहरुको समक्ष अन्तर्राष्ट्रिय कविता, गजल, रुवाई वाचन यस कार्यक्रममा म मेरो सानो कविता वाचन गर्न गइरहेको छु। सर्वप्रथम हजुरमा आउँदो वर्ष अर्थात् 2014 को अग्रिम शुभकामना टक्राउन चाहन्छु र मलाई भाइलाई पनि मलाई यस कार्यक्रममा सहभागिता गराउन मौका दिनुभएकोमा धन्यवाद प्रकट गर्न चाहन्छु। धन्यवाद बोला भाइ। म मेरो कविता अगाडि बढाउन चाहन्छु। कविताको शीर्षक छ यात्रा, सपनाको बस्तीसम्मको। कविता यसरी अघि बढ्छ। समयले लात मारेपछि गोरेटोले काँडा मार्यो। घाम नउदाउँदै सन्ध्या टुक्लुक्क पास माग्छ। थकित सुस्केर मार्दै रक्तम्य पाइलाहरू अघि बढ्छन्। यात्रा यो अविरल यात्रा समय सँगै लम्किन्छ। तर ऊ थाक्दैन निरन्तर हेरिदिन्छ। बारी चिचिसमा आफ्नो सपनाको एउटा सानो घर, खुसी परिवार कल्पनामा हराउँछौ। एक्कासी अल्मलिन्छ चौबाटोमा ऊ एउटा यात्री व्यवस्थाले खिचिएको, परिस्थितिले निचोरिएको। ऊ एउटा यात्री व्यवस्थाले निचोरिएको, परिस्थितिले खिचिएको। एउटा बाटो रोजिदिन्छ, सही कुन गलत कुन हेरिदिन्छ निरन्तर। आदरणीय श्रोता, आज हामी एक विशेष बसाइमा छौं। रेडियो प्रवासी.युएस को प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा
विभिन्न क्षेत्रबाट साहित्यिक स्रष्टाहरू लिने क्रममा अगाडि बढिराखेका छौँ। नेपाली कला साहित्य र संस्कृतिको विश्वभरि खेती गर्ने उद्देश्यका साथ आयोजित अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा अहिले मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो, तपाईँलाई कार्यक्रममा स्वागत छ सर। धन्यवाद। रेडियो प्रवासीमा आफ्नो केही लेख रचना वाचन गर्न पाउँदा म खुसीले गदगद भएको छु। मेरो नाम राकेश काफ्ले, सोर्वे, बोस्टन युएसए, भुटान चिराङबाट। म 3टा छोटो छोटो रुवाईहरू राख्नु गइरहेको छु। मेरो रुवाईहरू यस प्रकार छन्। मैले देश छाड्दा घरको छानो बल्दै थियो, मैले देश छाड्दा घरको छानो बल्दै थियो, पीडाले छटपटाई मुटु मेरो जल्दै थियो। कुहिरोमा हराएको कागजैमा उडिरहँदा, कुहिरोमा हराएको कागजैमा उडिरहँदा छिमेकी कान्छो सिमानामा ढल्दै थियो, छिमेकी कान्छो सिमानामा ढल्दै थियो। मैले देश छाड्दा घरको छानो बल्दै थियो। यो पहिलो रुवाई। अब दोस्रो रुवाई राख्न गइरहेको छु। तिमी सुडानी म भुटानी हाम्रो मर्म उस्तै उस्तै, तिमी सुडानी म भुटानी हाम्रो मर्म उस्तै उस्तै, निरङ्कुशी कलमले लेखिएको हाम्रो कर्म उस्तै उस्तै। आओ मिलाऊ हात मानव कल्याणका निम्ति, आओ मिलाऊ हात मानव कल्याणका निम्ति, सबै ग्रन्थले भन्दै आएको धर्म उस्तै उस्तै, सबै ग्रन्थले भन्दै आएको धर्म उस्तै उस्तै। अब तेस्रो रुवाई। काला गोरा जो भए नि खुन उस्तै साथी, काला गोरा जो भए नि खुन उस्तै साथी, शिर पाउ जहाँ लाए नि सुन उस्तै साथी, शिर पाउ जहाँ लाए नि सुन उस्तै साथी। बाँस तराईको होस् या हिमालको, बाँस तराईको होस् या हिमालको, दुवै बाँसुरीले दिने धुन उस्तै साथी, दुवै बाँसुरीले दिने धुन उस्तै साथी। हवस् त, धन्यवाद। धन्यवाद राकेश काफ्लेलाई। आदरणीय अत्यन्तै प्रतिभाशाली युवा साहित्यकार राकेश काफ्लेको अत्यन्तै सुन्दर रचना रुवायात तपाईँहरूको समक्षमा हामीले उहाँको आफ्नै स्वरमा प्रस्तुत गरिसकेका छौँ। यसरी नै स्रष्टा लिने क्रममा हामी अघि बढिरहेका छौँ। आदरणीय श्रोता, अहिले हामी रेडियो प्रवासी.US को कार्यक्रम प्रवासी आवाज मार्फत अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रमको बसाइमा छौँ। अहिले मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। रेडियो प्रवासी.US अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा फर्स्ट एनिभर्सरीको उपलक्ष्यमा म सुखबहादुर गुरुङको नमस्कार। र मेरो त्यो रचना यस्तो छ, सानो रचना लिएर आएको छु। रचनाको बोल छ, अब खासै मेरो यस्तो टपिक त लेखेको छैन, तर पनि अब यसको सरल भन्न चाहन्छु। जुनी जुनी तिमीलाई मेरो सम्झना, भविष्यमा सँगै जिउने मेरो कल्पना, आदर्शको पहिचान दिने मेरो सपना, उत्तर विचार रहोस् मेरो कामना, विशाल विश्व जस्तै फैलिरहोस् तिम्रो भावना, लाली गुराँस अनि गुलाबको मिठो वासना, वसन्त ऋतुको बहारसँगै क्षमा याचना, नजाऊ ईश्वर खोज्दै मनोकामना, समझदाको प्रकृतिलाई गर सामना, अगाडि बढ्ने प्रयास गर विश्व परिवेशमा, रम्ने गर आदर्श र गरिबको झुपडीमा, दीर्घायुतिर शान्तिको शुभकामना। र अन्तिममा म आफ्नो बसाइको एड्रेस ठेगाना भन्न चाहन्छु। म अहिले क्यानाडाको लन्डन अन्टारियोमा बस्दछु। आदरणीय श्रोता, आज हामी एक विशेष बसाइमा छौँ। रेडियो प्रवासी.US को प्रथम वार्षिक उत्सवको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम विशेष रूपमा अघि बढाइरहेका छौँ। नेपाली कला साहित्य र संस्कृतिको खेती गर्नका लागि, नेपाली कला साहित्य संस्कृतिलाई विश्वमा चिनाउन र पहिचान राख्नका लागि हामीले आयोजना गरेको अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा स्रष्टाहरू लिने क्रममा हामी अघि बढिरहेका छौँ।
यसरी नै अहिले मेरो सम्पर्कमा एकजना स्रष्टा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो, तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। नमस्कार श्रोताहरू, रेडियो प्रवासीको प्रथम वार्षिक उत्सवको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक रचना वाचन कार्यक्रममा म सूर्य कुङ्केल धरमपुर झापा नेपालबाट आफ्नो गजल कृति लिएर आएको छु। मेरा गजल कविताहरू यसरी अलिकति आयु साथमा साध मिलाऊ, आयु साथमा साध मिलाऊ, देश बनाउन युवाहरू एकतामा सबै चिनाऊ, देश बनाउन युवाहरू। हिमाल पहाड मधेस भनी, हिमाल पहाड मधेस भनी खुट्टल यहाँ भाइ पिताऊ, हिमाल पहाड मधेस भनी खुट्टल यहाँ भाइ पिताउन नेता नेती झार दिलाऊ, देश बनाउन युवाहरू। सम्भ्रान्तका ती छँदैछन्, सम्भ्रान्तका ती छँदैछन्, उसकै पुत्र बन्ने किन, सम्भ्रान्तका ती छँदैछन्, उसकै पुत्र बन्ने किन, असत्यलाई पानी पिलाऊ, देश बनाउन युवाहरू। सिंहस्तम्भ रात, सिंहस्तम्भ रात मित्र सर्छन् साथीहरू, सिंहस्तम्भ रात मित्र सर्छन् साथीहरू, बरु आफ्नै ज्यान दिलाऊ, देश बनाउन युवाहरू। आयु साधमा साध मिलाऊ, देश बनाउन युवाहरू, एकतामा सबै चिनाऊ, देश बनाउन युवाहरू। धन्यवाद। आदरणीय श्रोता, अहिले मेरो सम्पर्कमा हुनुहुन्थ्यो अत्यन्तै प्रतिभाशाली युवा साहित्यकार धरमपुर झापाबाट। उहाँको सम्पर्कपछि हामी फेरि अर्का स्रष्टा लिने क्रममा अघि बढिरहेका छौँ। मनका भावना साहित्य र सङ्गीत दिने नेपाली मन नेपालीपन सहर बजारमा गुन्जिरहने लौ है आयो अनलाइन रेडियो, ढुकढुकीमा छाइदिने एक मात्र प्रवासी नेपालीको एउटै आवाज, 24 घण्टा गुन्जिरहने आदरणीय श्रोता, कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। बिदा मागेर जानुभन्दा अगाडि कार्यक्रममा सहभागी हुने सम्पूर्ण स्रष्टाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। यसरी नै कार्यक्रम उत्पादन गर्न सहयोग पुर्याउने नेताजी गोपी काफले, यसरी नै प्राविधिक रूपमा सहयोग पुर्याइरहेका संयुक्त राज्य अमेरिकाको भर्जिनिया स्टेटबाट राम उप्रेती, यसरी नै साथीहरूको सम्पर्क लिने क्रममा सहयोग पुर्याउन हुने साथीहरू पर्सु अधिकारी, पर्सु थापा, इन्द्र मगाई र लीला भट्टराईलाई विशेष धन्यवाद दिन चाहन्छु। यसरी नै मेरो आवाजलाई सुनेर सहयोग पुर्याइदिनु भएकोमा सम्पूर्ण श्रोताहरूप्रति आभार व्यक्त गर्दै, सल्लाह र प्रतिक्रियाको अपेक्षा गर्दै हजुरहरूबाट नयाँ वर्ष 2014को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै महेश थुलुङको आवाजमा रहेको प्रियसी भन्ने गीतको बोल हजुरहरूको माझ छोड्दै बुझाउन चाहन्छु। हस्त नमस्ते, हजुरहरूका दिनहरू शुभ शुभ बितुन्। प्रियसी 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 तिम्रो यादले सताउँछ मलाई, प्रियसी तिम्रो यादले तडपाउँछ मलाई, प्रियसी तिम्रो यादले सताउँछ मलाई, प्रियसी
प्रियसी तिम्रो यादले तडपाउँछ मलाई प्रियसी 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 तिमी बिना एक्लै कसरी बाँचे म तिमीलाई भेटेर भन्नु थियो तिम्रो यादमा परेका गीतहरू तिमीलाई भेटेर सुनाउनु थियो भुल्नै सकिन तिमीलाई किन भुल्नै सकिन तिमीलाई किन आँखामा झझल्क बनेर आइरहन्छौ किन प्रियसी 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 तिमीले बिर्सेका तिमी चप्पलहरू तिमीलाई भेटेर सम्झाउनु थियो तिमीले दिएका इसारा चिजहरू तिमीलाई भेटेर फर्काउनु थियो भेट्नै चाहिनौ तिमीले किन भेट्नै चाहिनौ तिमीले किन मेरो यो जिन्दगी टाढा टाढा भयो किन प्रियसी 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 तिम्रो यादले सताउँछ मलाई प्रियसी तिम्रो यादले तडपाउँछ मलाई प्रियसी तिम्रो यादले सताउँछ मलाई प्रियसी तिम्रो यादले तडपाउँछ मलाई प्रियसी 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 प्रियसी